नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको व्यस्त जीवनमा हामी एउटै प्रश्न सोधिरहेका हुन्छौँ, हामी किन खुसी छैनौँ? पैसा छ, काम छ, परिवार छ, तर मनमा सन्तुष्टि छैन। आजको भिडियोमा हामी कुरा गर्नेछौँ मानिस आफू खुसी हुन के गर्नुपर्छ। यदि तपाईँ पनि साँचो खुसी खोजिरहनु भएको छ भने यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। खुसी बाहिर होइन, भित्रबाट आउँछ। नयाँ मोबाइल, राम्रो जागिर, धेरै पैसा, अरूको प्रशंसा। तर साँचो कुरा के हो भने जबसम्म हामी आफ्नो मनलाई सन्तुष्ट राख्न सक्दैनौँ, बाहिर जे आए पनि खुसी टिक्दैन। त्यसैले पहिलो कदम हो आफू जे छौँ, जस्तो छौँ त्यसैलाई स्वीकार गर्नुपर्छ। अर्को हो तुलना गर्न छोड्नुहोस्। आजको समाजको सबैभन्दा ठुलो रोग हो अरूसँग तुलना गर्नु। उसँग धेरै छ, ऊ मभन्दा अगाडि छ, उसको जीवन राम्रो छ भन्ने सोचले हामी आफ्नै खुसी मारिरहेका हुन्छौँ। सम्झनुहोस्, हरेक मानिसको यात्रा फरक हुन्छ। तपाईको समय, तपाईको गति, तपाईको साधन सबै अलग छन्। तुलना होइन, आफ्नो गतिको मूल्याङ्कन गर्नुहोस्। आभार व्यक्त गर्ने बानी बसाल्नुहोस्। हामीसँग जे छैन त्यसको गुनासो गर्छौँ, तर हामीसँग जे छ त्यसको कदर गर्दैनौँ। दिनको अन्त्यमा 3 वटा कुरा सोच्नुहोस्। आज म केका लागि आभारी छु? राम्रो स्वास्थ्य, परिवार, साथी, आजको खाना, आजको मुस्कान। यिनै साना कुराले ठुलो खुसी दिन्छ। आभारले मन हल्का बनाउँछ। आफूलाई समय दिनुहोस्। हामी सबैका लागि समय हुन्छ, कामका लागि, अरूका लागि, तर आफ्नै लागि समय निकाल्दैनौँ। कहिलेकाहीँ एक्लै बस्नुहोस्, मनपर्ने गीत सुन्नुहोस्, हिँड्न जानुहोस्, किताब पढ्नुहोस्। आफूसँग बिताएका समय आत्मखुसीको आधार हो। सबै कुरा नियन्त्रण गर्न छोड्नुहोस्। जीवनमा सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। कतिपय कुरा छोड्न सिक्नुपर्छ। जसले तपाईलाई सम्मान गर्दैन, जसले बारम्बार दुःख दिन्छ, त्यसबाट टाढा हुन डराउनु हुँदैन। शान्ति रोज्नु पनि खुसीको सङ्केत हो। साथीहरू, खुसी गन्तव्य होइन, यो यात्रा हो। आफूलाई स्वीकार गर्नुहोस्, तुलना छोड्नुहोस्, आभारी बन्नुहोस्, आफूलाई माया गर्नुहोस्। यदि यो भिडियोले तपाईको मन छोयो भने लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।